Enjoy please. Hello guys, welcome back to our channel. आज चाहिँ दार्जिलिङको डे 2 हो. हामी चाहिँ दार्जिलिङ जाँदै अनि अहिले सबैजना यहाँ रेडी. हेलो ओ हेर्नु नि यहाँ युनिसा हेर्नु नि यहाँ इल्ला हेर्नु नि यहाँ रस्ती हेर्नु नि यहाँ यो पुष्पे हेर्नु नि सामेक्षा हेर्नु नि ओ बहिनी. अब यसको बाल गरिदिनु पर्यो जुम्रीको. अहिले एकछिन गाइज हामी चाहिँ अब झापाको बाटोबाट चाहिँ खाजा खान जाँदै होला होइन. कता जान्छ थाहा भएन तर झापा जाने बाटोमा जाँदैछौँ अनि दार्जिलिङ पुग्छ होला. How are you? I'm well. Okay. How are you? I'm not well. Okay. हामी चाहिँ हिजो 2 घन्टा मात्र सुत्यो होइन. निन्द्रा लाग्यो किन लाग्यो खोइ थाहा भएन. हिजो हामी दिनभरि सुत्यो हो. 13 घन्टाको राइडमा दिनभरि सुत्यो हो होइन. त्यहाँबाट अलि थकै नलाग्यो आए. फोटो देखा ना. गुड मर्निङ. हेलो गाइज, म चाहिँ केलिङ गुरुङ. गाइज हामी चाहिँ अब जेरीपुरी खाना जाँदै होइन. यता पसल छ अरे त्यही जाँदै हो. कस्तो लाग्यो राइड? सबैजना सुत्नु भएको थियो हजुर. यी सुतेनस् त. म तेरो फोटो लिइसकेछु. म त सेफ्टी फर्स्ट कपालको सेफ्टी फर्स्ट हुन्छ यस्तो नानो खाना आयो. मलाई यहाँ जेरी देखा, पुरी 2टा देखा अनि यो हिजोको जस्तो तरकारी देखा. कसले भन्दा तँलाई? मैले भनेको. हाम्रो यहाँ प्राविदे भ्युअर्स मेरो हेर्ने सबै मेरो यहाँ हेर्ने सबै हेर्ने मान्छेहरू यहाँ यो मान्छेलाई चाहिँ हेप्नु पऱ्यो है. यो मान्छेको नाम अनुसार यो मान्छेलाई चाहिँ हेप्नु पऱ्यो. यो मान्छेलाई नै हेप्नु पऱ्यो. यो मान्छेको नाम चाहिँ आज हाम्रो फर्स्ट टाइम देखेको टाइगर ट्रिज हो. हेलो गाइस, आज हामी इलामतिर अब छिटै दार्जिलिङ पुग्नेछौँ. हामी बाल बिग्रिया आज कन्या मिलाम. अब हामी दार्जिलिङ जाने छुटेर 2 जना मात्र भने पैसा एक्सचेन्ज गर्दै कति गर्ने हो? अङ्कल भाग्यो. आज अब हामी जाने वेस्ट बेङ्गाल पुलिस आइडेन्टिटी कार्ड. हामीले जाँदा बाटोमा वाकिदिएँ. त्यही भएर म चाहिँ सुतेँ. त्यो चाहिँ के अरे मलाई थाहा भएन. उसले पनि वाकेछ पछि तिमीले गर्दा तिमीले पहिला तिमीलाई वागा होइन. अनि मैले कन्ट्रोल गरेको छु नि त. मलाई फेरि तिमीले वागेको सम्झेर मलाई वागा आयो.
पागल हो भाइ हुन्छ अब सिडी चढ्दै किन चढ्ने थाहा ए मेरो ग्याङले मलाई छोडिदियो बच्चा ल भर्खर छिरायो गन्दै आइज न त अब त आइज न त जा न अब जू टुर बाह्र भेडा मात्र खाऊ अब प्रविधि पो रहेछ त्यहाँ त प्रविधि हो ल प्रविधि साम्बार आएर रहेछ साम्बार डियर उही सिङ हो नि त उही मैले फर्स्ट टाइम देखेको के हो ओए लामा ओए लामा ओए नजिस्काए थुकिदिन्छ यत्रो ओए थुक्यो के त्यसले लामा लामा हो एउटा मात्र हो थुक्यो थुक्छ नि यत्रो खाएर ल्याउँछ लामा हो लामा यस्तो हुन्छ सुविधा भन्ने यहाँ गयो लडेर राम्रो ब्लू सिप बराल अन्सासँग फोटो खिचेकै आएछ न फोटो खिच्दैन त्यो भ्लग आएन भने म तिमीलाई कोड दिन्छु नि कहाँ नाल्ने न तिम्रो मुख मिलाएर यस्तो जुमै हानी टाँसिदिन्छु अब आसिने मेरो भ्लगमा नहाल्दैन मलाई आसिने अब आसिने त कुरा छोड्दा पो हाल्छु आसिनेको कुरा छोड्छु ए बहिनीले फेरि म त नानीमा कचारिदिन्छु अरे फेरि के हो यो पार्ट हैन यो त नगराएर के तिमीहरू लाएर खाइदिन्छ अनि बस्यो ला के किन्ने भास्ट लाएर भन्छ नि देखाएर तिमी देखाएर हाम्रो गाउँमै देख्यो खुब आएर फेरि खाइदिन्छु होइन फेरि ठाडीहरू भागिसक्यो म यहाँ बसिरहेको छु भाग ए भिडियो यहाँ रहेछ त्यहाँ गाइस कस्तो दामी हाँसो रहेछ त मुख त ए होइन क्या आयो अहिले पो है कस्तो क्यूट गाइज के हो ककटेल प्यारेटको बच्चा यस्तो खाले फर्स्ट टाइम देखेँ कस्तो क्यूट उठेन गालामा नि अझ नि ओए यहाँ छ यहाँ कस्तो त्यहाँ ओए ब्लू कलरको कस्तो तर्दै दिएको खाइन ओए चौसँगै पार्दै यार भाले भाल त देखि उही यस्तो सिसा पो राखिदियो होइन कसरी हेरेको कस्तो लगाइरहेछ तिमीले मैले उडाइदिन्छु हेर बहिनी ख्याल राख तिमीलाई कन्टेन्ट दिइरहेको छु भाइ सेम देखाएको थियो त
कस्तो लाग्यो भन्नुस् कुन फेभरेट लाग्यो जनावर कहाँदेखि सर्पा फेरि म त लोकल भाले त हामीलाई लियोपार्ड खतरा थियो स्नो लियोपार्ड के लियोपार्ड स्नो कि नर्मल स्नो स्नो कस्तो क्यूट थियो मलाई त चलाउन मन लाग्थ्यो कस्तो फ्लफी थियो सीसीटीभीले हेरे हारे त मोटो यता नि फर त घरमा पाल्छ नि बिरालोहरु के सेतो सदामी अलिनाज्यू हजुरको फेभरेट जनावर कुन अहिलेसम्म कुन न कुन भन्नुस् न ज्यू भन्नुस् न कुन नि मन परेन के एउटा राम्रो छ को हो ए हजुरको फेभरेट जनावर अहिलेसम्म कुरा हजुरको फेभरेट व्हाट जनावर अहिलेसम्म आई लभ चीता के रे चीता लियोपार्ड ए हजुरको चाहिँ मैले बाघै देखेन के बाघ थियो हामी चाहिँ म्युजियममा आएको गाइज हामी चाहिँ यो पछाडिको म्युजियमबाट भर्खर हेरेर आएको है दामी दामी रियल हो कि फाके हो थाहा छैन हामीलाई हेर्दाखेरि चाहिँ फाके चाहिँ मोबाइल अलाउड थिएन क्यामेरा हामीले चाहिँ मैले खिच्दै फिल्म गरेन मैले त आधा फिल्म गरिसकेको थिएँ गाइज हामी फर्किँदै अब डिसाइ गाइज बल्ल आयो के हो स्नो टाइगर उही नजिक आयो जाऊँ न उही यहाँ त कत्रो हो बोल्छ कि आएको मान्छे हामीले भर्खर के अरे दा हल्ला नगरियो नानीहरू हल्ला नगरियो नेपाली बोल्न अर्काको देश कुरालाई खैली मुना खैली उनाचु टिभी खाना हो खाना के आङ बाँदरको मुख हेरेर खाना के अब रियल हो भालु भालु त्यहाँ ऊ त यस्तो साइडमा दुलो खान्छ फर्स्ट टाइम नजिक देखेको रियल हो र भित्र आवाज बना हाम्फालिदिनु म त भागिदिन्छु हेर तिमी यो सबैले हामी बिना फोटो खिचेको पक्कै हाल्ला मैले जान्छु नेपाली बुझ्छ के हो अङ्कल मेरो पैसा फिर्ता खान्न के बाँदरले मेरो माथि चल्ला बाँदर के नि गर्दैन हो जाम पुरा चिल बसिरह उही मेरो माथि चढ्ला नि ओबी ओबी नडर खाइदियो कि मलाई हेलो भिडियो हेर्नु पऱ्यो त्यहाँ के अरे बाँदर माथि चढेको दार्जिलिङ हो कस्तो राम्रो देखेको मायालाई ट्रेन आ रहा है ट्रेन आ रहा है ट्रेन आयो Okay. Guys, this is Saint Joseph Raja Virendra Poteko School. Oh my god, so huge. Oh, London, UK.
जाँदै खुट्टा यसरी हामी चाहिँ यसरी हिँड्दैछौँ है। ऊ त्यहाँ रोस्तीको यहाँ रुखको यसरी हिँड्दैछौँ है। अगाडि चाहिँ यसरी हिँड्दैछ यसरी झिलिमिली बत्ती है। भन न हेलो 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 हामी चाहिँ भात खाएर आयौ। अब कोठामा सुत्ने होइन, सुत्ने त होइन गाउँ Bye guys.